हरेक विद्यार्थीले पढाइको कुरा आज उठाऊ। हरेक विद्यार्थीले पढाइको कुरा आज उठाऊ। हरेक विद्यार्थीको सपना पढेर उज्यालो बनाऊ। हरेक विद्यार्थीको सपना पढेर उज्यालो बनाऊ। शिक्षा नै हो अन्धकार हटाई उज्यालो बनाउने। शिक्षा नै हो अन्धकार हटाई उज्यालो बनाउने। विद्यार्थीले नै हो राम्रो पढे सुनौलो भविष्य बनाउने। विद्यार्थीले नै हो राम्रो पढे सुनौलो भविष्य बनाउने। बगेको खोला उकालो कहिले फर्किँदैन। बगेको खोला उकालो कहिले फर्किँदैन। त्यसैले बेलैमा विद्यालय जाउँ समयले हामीलाई कहिले पर्खिँदैन। त्यसैले बेलैमा विद्यालय जाउँ समयले हामीलाई कहिले पर्खिँदैन। धन्यवाद छ कार्यक्रम सञ्चालकज्यू। आजका यस स्वागत कार्यक्रमका सभापतिज्यू, गुरुवर्गज्यूहरू, यसै विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थी साथी तथा भाइ बहिनीहरू, आज हामी कक्षा 12 का विद्यार्थीहरूले कक्षा 11 का विद्यार्थीहरूलाई स्वागत कार्यक्रम गर्न लागिरहेका छौँ। उक्त कार्यक्रमलाई सफल बनाउनका लागि यस विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरूले हामीलाई आफ्नो अमूल्य समय र साथ दिनुभएको छ। त्यसको लागि म आफ्नो व्यक्तिगत तर्फबाट साथै कक्षा 12 को तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। र त्यसरी नै कक्षा 11 मा अध्ययन गर्न आउनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई यस विद्यालयमा रहँदै यस विद्यालयको नियममा रही अनुशासित ढङ्गले अध्ययन गर्नुहोला भन्न चाहन्छु। अन्तमा यस कार्यक्रमलाई सफल पारिदिनु हुनका लागि आफ्नो महत्त्वपूर्ण समय मिलाइदिनु हुने विद्यालय परिवार साथै कार्यक्रममा उपस्थित सम्पूर्ण मेरो दुई शब्दले स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम स्वागतम। धन्यवाद। धन्यवाद सुजाता बहिनी। एकदमै मिठो स्वागत मन्तव्य राखेर गइसक्नु भएको छ। अब यसपछि हामीले कक्षा 11 मा अध्ययन गर्न आउनुभएका विद्यार्थी भाइ बहिनीहरूलाई सम्मान स्वरूप खादा लगाइदिन हुन आरोही, अञ्जनी, सुजाता र सजिना बहिनीलाई म आग्रह गर्दछु। सबैजनाले तालीले स्वागत गर्नुहोला। धन्यवाद कक्षा 12 का बहिनीहरू। अब यस पश्चात हामीले यहाँ अध्ययन गर्न आउनुभएका भाइ बहिनीहरूको लागि स्वागत नृत्यको पनि व्यवस्था गरेका छौँ।